आज थाहा पाएँ मैले आमाको माया कस्तो हुन्छ भनेर। जब आमा साथमा हुँदा गाली गर्नु हुँदा लाग्थ्यो मलाई आफ्नो स्वार्थले गर्नुभयो। अनि रिसाउँथे, कराउँथे, घरमा झगडा गरेर निस्कन्थे। भन्छन् आमा बाबाको माया छोराछोरी माथि, छोराछोरीको माया चाहिँ ढुङ्गा माथि। यो ढुङ्गा माथि मैले सोचे मनन गरे किन गाह्रो भो जीवन, दिनचर्या बिताउन किन भो कठिन। अनि याद आयो आमाको माया र बाबाको उपदेश, आज दुःख भोग्दैछु म आएर विदेश। सुनिन मैले आफ्नो आमाको सन्देश, मानिन मैले आफ्नो बाबाको उपदेश। आज बस्दैछु शिरमा हात राख्दै आफ्नो कर्मलाई आफैले ठिकार्दै। भन्छन् जीवनमा मौका आउँछ कहिले पर्खँदैन, बगेको खोला पनि कहिले फर्कँदैन। सम्झँदै बितेका कुरालाई सुधार्दैछु आफ्नो यो जीवनलाई। बाबा आज बुझ्दैछु जीवनसँग लड्दैछु, आमा आज रुँदैछु, नयाँ जीवन रोज्दैछु। जीवनलाई बुझेँ नयाँ जीवन रोजेँ, पुरानो बाटोलाई भुली नयाँ बाटोमा हिँडे। जीवनसँग लड्दैछु, सङ्घर्ष गर्दैछु, परिवर्तन ल्याउने प्रयास म गर्दैछु। जब म एक्लै बस्थे हजुरलाई धेरै सम्झे, आफ्नो जीवनलाई आफै ठिकार्दै बसे। हजुरको याद आइ रहन्छ यो मनमा, आज पाइन कोही मेरो साथीमा। त्यसैले उदास छु, आफ्नो मनलाई सम्हाल्छु, हजुरसँग भेट्ने दिनलाई म खोज्दैछु। सुनिन मैले आफ्नो आमाको सन्देश, मानिन मैले आफ्नो बाबाको उपदेश। आज बस्दैछु शिरमा हात राख्दै आफ्नो कर्मलाई आफैले ठिकार्दै। भन्छन् जीवनमा मौका आउँछ कहिले पर्खँदैन, बगेको खोला पनि कहिले फर्कँदैन। सम्झँदै बितेका कुरालाई सुधार्दैछु आफ्नो यो जीवनलाई। बाबा आज बुझ्दैछु जीवनसँग लड्दैछु, आमा आज रुँदैछु, नयाँ जीवन रोज्दैछु। जीवनलाई बुझेँ नयाँ जीवन रोजेँ, पुरानो बाटोलाई भुली नयाँ बाटोमा हिँडे। जीवनसँग लड्दैछु, सङ्घर्ष गर्दैछु, परिवर्तन ल्याउने प्रयास म गर्दैछु। जब म एक्लै बस्थे हजुरलाई धेरै सम्झे, आफ्नो जीवनलाई आफै ठिकार्दै बसे। हजुरको याद आइ रहन्छ यो मनमा, आज पाइन कोही मेरो साथीमा। त्यसैले उदास छु, आफ्नो मनलाई सम्हाल्छु, हजुरसँग भेट्ने दिनलाई म कुर्दैछु।